धेरै राम्रो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद। ड्युज बल पनि हामी ल्याउँछौँ, नआत्तिनुस्, यो पिचको काम हुँदैछ। रेसुङ्गा नगरपालिकाले अब यस मैदानलाई राम्रो बनाउँदै पनि छ, हामी ड्युज पनि खेलाउनेछौँ। गति परिवर्तन गर्दै पुल गरिदिएका छन् र यो चौका घर रेनपा 6 हर्रा चौरो भन्दै हुनुहुन्छ र यो अत्यन्त राम्रो कट थियो, सजिलै 1 रन प्राप्त गरिसकेका छन् फुलचोक तम्घासले। के प्रेसर क्रिएट गरेको छ दुबिचो टाइगरको टिमले र यो फुल टच बल छ हावामा, क्याच हुन सक्थ्यो र यो नोबलको इसारा गरेका छन् अम्पायरद्वारा, नोबलको इसारा। र यो अपिल छ, यो अपिल छ र नट आउटको इसारा गरेका छन्। अत्यन्तै अनुभवी अम्पायरहरू हामीसँग हुनुहुन्छ। फुल टच बल थियो, यो अत्यन्तै राम्रो बच्चा, चौका हुन सक्थ्यो, यो सम्भावना चौकाको थियो यो र अत्यन्तै राम्रो रनिङ बिट्विन द विकेट। 1 रनलाई 2 रनमा परिणत गरेका छन्, अत्यन्तै राम्रो रनिङ भन्नुपर्छ। यो ओभरको अन्तिम बल 1 रन, मात्र 1 रन र 7 ओभरको समाप्ति सँगसँगै 32 रन बिना कुनै विकेट, 23 बलमा 13 रन र यो बल 1 रनको लागि 2 रनको लागि सजिलै दौडेका छन् उनीहरू। अत्यन्तै राम्रो रनिङ बिटिङ द विकेट। अहिले 1 रन 2 रनमा डिल गरिरहेका छन् उनले। अक्सनमा आएको खेलाडीहरूलाई चाहिँ हामी अक्सन मार्फत लिन्छ र यो अत्यन्तै राम्रो स्लग शट र यो उत्कृष्ट शट, यो स्लग शटको चौका, राम्रो चौका, बारम्बार हेरौँ लाग्ने चौका फुलचोक तम्घास। नाइस बल भन्नुपर्छ, यो क्यारी भएन, अवसर बन्न सक्थ्यो। मिड, यो बल हावामा थियो, ब्याटमा कनेक्ट थिएन जस्तो लाग्छ मलाई, सोल्डरमा लागेको थियो जस्तो लाग्छ, ब्याटमा कनेक्ट थिएन। फुल टच बल र यो बल हावामा र सँगसँगै महेन्द्र बाबीमा बल र यो छक्का, अत्यन्तै राम्रो छक्का। सन्देश पुन 25 बलमा 13 रनमा खेल्नेछन् उनी र यो बल हावामा छ, प्रदीप छन् र अत्यन्तै राम्रो क्याच, उत्कृष्ट क्याच। 26 बलमा 13 रन हानेर 50 रनको स्ट्राइक रेटमा आउट भएका छन् तस्लिम अली। हावा निकै हावा लागिरहेको छ र यो बल हावामा थियो र चौका। सन्देश पुन अन द मार्क, राम्रो चौका। र यो बल हावामा, सालिक छन् फिल्डर, अत्यन्तै हावामा थियो बल र यो क्याच आउट हुन पुगेका छन् कप्तान रबिनले विकेट लिएका छन्। डेब्यू खेलमा पहिलो विकेट, अत्यन्तै विस्फोटक ब्याट्सम्यानलाई आउट गरेका छन् रबिन। अन्डर 19 प्लेयर हुनु उनी। विशाल खत्री स्ट्राइकमा छन् उनी र यो शट हावामा थियो, बल 2 रनको लागि दौडेका छन्। अत्यन्तै राम्रो रनिङ, समय राम्रो बोलिङ प्रदर्शन गरेका छन्। यो बल हावामा थियो र यो क्याच हुने सम्भावना थियो। माई गड, अलमोस्ट आउट भइसकेका थिए उनी। 2 चोटिसम्म किपरको हातमा बल ठोकिएर जीवनदान पाएका छन् विशाल खत्री। रजाली, ओ माई गड, स्ट्रेट बल, गतिमा परिवर्तन, स्लो बल थियो अलिकति र उनी अहिले फेरि बिट भएका छन् अनिल रजाली र तेस्रो विकेट गुमाइसकेको छ। तेस्रो विकेटको रूपमा अनिल रजालीलाई गुमाइसकेको छ अत्यन्तै र बिट हुन पुग्यो भने। फुल टच बल थियो, फ्लिक गरेका छन् उनले। 1 रनको लागि 2 रनको कल छ। जर्सी नम्बर 7 विवेक, अत्यन्तै राम्रो थ्रो, माफ गर्नु होला, इनसाइड एज रहेछ, अत्यन्तै राम्रो शट,
कभर तर्फबाट अत्यन्त राम्रो छ र एन्डमा यो चौका बचाएका छन् सुमन। हजुरहरूले कहाँदेखि हामीलाई हेरिरहनु भएको छ प्लिज भन्नु होला। र बल हावामा थियो र क्याच हुन सक्थ्यो। जीवनदान, विशालले जीवनदान पाएका छन्, 2वटा जीवनदान। यो पुल्चोक क्रिकेट लिगको उनको पहिलो गतिमा परिवर्तन, अत्यन्तै क्लेभर सट यो प्रमिस पुनको। नबिर्सिनु होला उनी विस्फोटक अलराउन्डर हुन्। शट वाट अ शट, बल हावामा र यो क्याच अलमोस्ट बाउन्ड्री जोनमा सालिकले क्याच छोपेका छन् अलमोस्ट। म यहाँ कमेन्ट्री गर्दै गर्दा लगभग यो छक्का भनिरहेको थिएँ, तर क्याच। आफ्नो व्यक्तिगत तेस्रो ओभर लिएर उछाल थियो यो रनआउटको चान्स हुन सक्थ्यो यहाँनिर। अत्यन्त राम्रो थ्रो थियो तर 5 रन कन्डिसन अहिले पुल्चोक तम्घासको लागि फेभरेबल। 5 रन आएको छ। पुल्चोक तम्घास, यो शट वाट अ शट रिभर्स। एसएसयू पुन, नाइस बॉलिंग, वाट अ बॉल एन्ड इट्स बोल्ड। अत्यन्त राम्रो बल, स्विङ थियो, उछाल पनि थियो, अत्यन्तै राम्रो बल। विस्फोटक ब्याट्सम्यान हुन् उनी र यो अवसर बन्न सक्थ्यो, तर यो क्याच मिस भएको छ। सोझै हातमा दिएका थिए फुल टस बललाई, इजी विकेट थियो यो। प्रकाश सोमई 2 विकेट लिइसकेका छन् उनले। 17 ओभरको खेल हुँदै गर्दा 97 रनमा पुल्चोक तम्घास। गति परिवर्तन, बल स्लो, अलिकति स्लो बल फालेर प्लेयरलाई चकमा दिने क्रममा छन् उनी। प्रकाश सोमई अगाडि बढेका थिए ब्याट्सम्यान, तर फेरि पनि बिट भएका छन्। डट बल, ब्याक टु ब्याक 3टा डट बल। टिमका लागि यसले प्रेसर क्रिएट गर्छ। सत्र ओभर सकिँदै गर्दा 18 ओभरको रनिङमा 6 विकेट गुमाउँदै र यो अत्यन्तै राम्रो शट थियो यो स्ट्रेट जोनको लागि। उत्तिकै राम्रो थ्रो पनि थियो। 1 रन आइसकेको छ यहाँनिर। म भन्दै थिएँ सिनियर प्लेयर हुनु अनिल। सुमन बोलिङ गर्दै र यो बोल्ड, क्लिन बोल्ड। अत्यन्तै राम्रो बोलरको रूपमा साबित भएका छन् सुमन। बोलिङको रूपमा हामी देख्दैछौँ पुल्चोक तम्घासका मार्की प्लेयर प्रमिस पुन र प्रमिस पुन जर्सी नम्बर 63 बोलिङ गर्दै फास्ट बल, नाइस बल र यो चौका। सुरुवात चौकाबाट गरेको छ तम्घास मानस र यो लेग साइड तर्फ चौका। बाउन्ड्रिजमा डिल गरिरहेको छ र यो बल हावामा छ, लेग साइडतिर पुल गरिदिएका थिए उनले र यो फेरि पनि चौका। ब्याक टु ब्याक फोर्स र यो बल हावामा थियो। क्याचको अवसर, अत्यन्त राम्रो कोसिस थियो। 2 रन आइसकेको छ। तस्लिम अलीले टिमका लागि क्यारी हुन सकेन। सुन्दर आफ्नो दोस्रो बल लिएर र यो चौका। गासले प्रेसर भने अवश्य हुन्छ र यो अत्यन्त राम्रो बल। ओ माई गड, व्हाट अ बल। बोल्ड, गति थियो बलमा।
अत्यन्तै राम्रो बल सुन्दरको सुन्दर बलद्वारा बोल्ड र यो छक्का प्रमिस पुन र यो अफसाइड तर्फ निकै नै पावरफुल शट चौका विवेक भण्डारी सुन्दर खत्री नाइस बल तर यो क्याच ड्रप ठुलो विकेट ड्रप भएको छ यहाँनिर मानस करेन्ट रन रेट थियो भने अहिले 11 मा ड्रप भइसकेको छ र गतिमा परिवर्तन गर्दै सुन्दरले विकेट लिइसकेका छन् यदि तिमी क्याच मिस गर्छौ भने म बोल्ड गर्छु अत्यन्तै राम्रो बोलिङ गर्दै सुन्दर फुल टच बल क्याचको अवसर थियो यो ड्रप अत्यन्तै ठुलो अवसर थियो यो अत्यन्तै ठुलो अवसर थियो यो सन्देश पुन निकै भरपर्दा बोलर पनि हुन् उनी क्याप्टेन हुन् पुल्चोक तम्घासका लागि र यो बल हावामा र ल्यान्ड सेफली अवसर बन्न सक्थ्यो यहाँनिर टेकन म भन्दै थिएँ हजुरहरूलाई अत्यन्तै राम्रो बोलर हुन् सन्देश पुन तीभन्दा अघिल्लो विकेट लिँदाखेरि सफल पनि भएका थिए एज पनि लागेको थियो र यो फेरि पनि बल हावामा र यो छक्का एज टप एज एन्ड एज 6 अगाडि दुवै पालिका कपमा एउटै टिमबाट खेलेका थिए र अहिले एनिमीको रूपमा छन् उनी र यो छक्का 6 ओभर पिच बल यो फुल टच बल क्याचको अवसर बन्न सक्थ्यो तर यो 1 रन मात्रै अनिल रजाली छन् फिल्डर त्यहाँ र यो महेन्द्र माविमा जुन बल महेन्द्र मावि पुग्छ त्यो बल छक्का हुन्छ मिडियम पेस बल अफसाइड तर्फ खेलिदिएका छन् र यो सजिलै चौका र अफसाइड तर्फ यो फेरि पनि लामो प्रहार र फेरि पनि चौका र यो लुज बल छक्का नो बल सँगसँगै छक्का यो ओभरको अन्तिम बल र यो छक्का र यस सँगसँगै पुल्चोक तम्घासलाई 7 विकेटले जितिसकेको छ दुबिचोर टाइगरले र ब्याटिङमा 20 बलमा 48 रन हानेर टिमको लागि महत्त्वपूर्ण पारी खेलेका थिए सुमन छेत्री।